सम्पूर्णमा सेवारो म सरिता राई युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। नयाँ दिन नयाँ भिडियोको साथ म उपस्थित भइसकेको छु। आशा छ यहाँहरू एकदमै आराम कुशल हुनुहुन्छ। आज माघ 1 गते माघे सङ्क्रान्तिको यहाँहरू सम्पूर्णमा धेरै धेरै शुभकामना व्यक्त गर्दछु। यहाँहरूले अन्तिमसम्म भिडियो हेरेर साथ दिनुपर्ने हुन्छ। यति बेला चाहिँ हामी जाँदैछौँ खत्रक्पा फुलुङ्गी र हामी त्यहाँको भिडियोमा पनि भेट्नेछौँ। यहाँहरूले हेर्नुहोला। म चाहिँ कार्यक्रम सञ्चालनको निमित्त जाँदैछु। आजको सबै भ्लग चाहिँ निस्मा राई मेरो प्यारी नन्दले गर्नेछ हैन। अनि म भ्याउँदिनँ किनभने मेरो आफ्नै कामहरू छ। त्यही भएर मैले स्टार्ट चाहिँ गरिरहेको छु। यहाँदेखि उता चाहिँ म यो मोबाइल उसलाई हस्तान्तरण गर्नेछु। आशा छ यहाँहरू आराम कुशल हुनुहुन्छ। सरिता राई युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने त्यो पनि गर्नुहोला। हामी केही समय पछाडि भेट्नेछौँ। साथीहरू हेर्नुहोस् न, हाम्रो शालिकलाई त यस्तो बनाएछ। यहाँनिर के पो मैले सुनेको थिएँ, मैले त्यस्तो मजाले बुझेको छुइनँ यो किन भनेर। सायद मलाई लाग्यो यहाँनिर योभन्दा अझै ठुलो महागुरुको शालिक राख्नुपर्ने के भन्ने कुरा सुने। मलाई चाहिँ त्यति थाहा छैन साथीहरू। अहिले म माथि नै बसिरहेको हुन्छु। अब म यसरी कार्यक्रमको बेला मात्रै आइरहेको हुन्छु नि त। अनि हामीलाई लिन ल हेर एउटा चाहिँ मेरो स्वेटरहरूदेखि लिएर मेरो बोर्की सबै बोकिदिएको छ अनि यसरी खेल्छन् ल चप्पल। अनि हामीलाई लिन आउने हुनेहरू चाहिँ एकछिनमा आउनुहुन्छ नि त। अनि हामी चाहिँ यहाँ यसरी बसिरहेको छौँ। यहाँ रोटी पिङ छ, त्यहाँनिर घर छ। घर भन्दा पनि त्यसलाई के भन्छ, बस्ने ठाउँ। अनि हामी यत्तिकै यसरी बसिरहेको छौँ। यस्तै छ साथीहरू, घाम लागिरहेको छ, न्यानो छ। ल अब चाहिँ हामी कार्यक्रम स्थल त अघि नै आइपुग्या हो। यति बेला हामी चाहिँ सेवा भएको ठाउँमा पनि आइपुग्यौँ है साथीहरू। यो गुरफालुङले गर्नुभएको ठाउँ कि हजुर। अनि उ गर्नु न भिडियोमा राम्रो भ्यू जान्छ। पोहोर मैले कति गरेको ल हुन्छ। निस्मा राई यति बेला पुरै उयो गर्दैछ। अब हामी चाहिँ नुहाउनै नसके पनि यसरी नै हो ल। बालुवा सबै पस्यो निस्मा मेरोमा त। लड्नु होला है। ल अब चाहिँ हामी यहाँनिर सेवा गर्न पनि आयौँ है साथीहरू। निस्मा सेवा गर्दैछ, सकिसके भन्छ। वास्ता नगरेको हामी गुरफालुङलाई यही ज्ञान प्राप्त गर्नुभएको त्यहाँ। अनि यहाँ अनि यो पोखरी, यहाँ पोखरी थियो अरे। अनि यहाँबाट चाहिँ माङ निस्केको देख्नुभयो। अक्षरहरू चाहिँ यता माथिबाट झरेको उहाँले यहीँबाट देख्नु भएको यो ठाउँबाट भन्थ्यो। 8 वर्षको हुँदा कति भन्नु कि 50 सालमा 1950 सालमा यहाँ चाहिँ युमा माङले चाहिँ उहाँलाई यहाँ नुहाइदिएको भन्ने छ। अनि त्यस पछाडि यो पहाडी चाहिँ उहाँको बुवाको के अरे गोठ राख्थ्यो अरे कि। गुरफालुङको गाउँ यहाँ माथि ढोडेनी। अनि जन्म चाहिँ माथि चुक्चिनामा जन्मनुभयो। तर उहाँहरूको पुर्खेली गाउँ यहाँ। अनि गोठ चाहिँ यता गोठमा चामल यसो पुर्याउन आउँदाखेरि चाहिँ उहाँलाई ल सेवारिक टोन न माथि जाउँ। हाम्रो भाउजू अवध सरको क्यामेराम्यान अहिले गइरहनु भएको छ। अवध सर सेवा गर्नुहुँदैछ। हामी अहिले तत्कालै खत्रप्पा भन्ने ठाउँमा छौँ। हामी माथि होला बुझाम सेवा गरिसकौँ अनि फोटोहरू खिचौँ। हुन्छ फोटो नि खिचौँ ल। तिम्रो पनि
यहाँनिर देख्न सक्नुहुन्छ उहाँहरू चाहिँ मारुनी नृत्यको लागि तयारी हुँदै हुनुहुन्छ। यहाँनिर भरै नृत्य पनि देख्न सक्नुहुन्छ हजुरहरूले। हेर्नुहोस् ल है कस्तो हुन्छ उसलाई हाँस्दै हुनुहुन्छ। सबैजना कलाकारहरू यसरी बसिरहनु छ। दिदी बहिनी होइन हामी के होला नन्द भाउजू सबै मिलेको नाक चाहिँ कसरी मिलेन नि उयो गरिरहनु भएको रहेछ क्या को आगमन हुनै लागिरहेछ। तसर्थ आदरणीय श्रद्धालु यस कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय आमा बुवा दाजु तथा दिदीबहिनीहरूमा आजका हाम्रो मेरी भाउजू चाहिँ जानु हुँदैछ है। अब औपचारिक कार्यक्रम सञ्चालन गर्नका लागि सरिता लोहोरुङ राईको युट्युब च्यानलमा म निस्मा राईको तर्फबाट हार्दिक सुस्वागत गर्न चाहन्छु। मेला 2082 को समुद्घाटन कार्यक्रम हुने लागिरहेछ। तसर्थ सम्पूर्णलाई हाम्रो यस कार्यक्रममा उपस्थित भइदिनु अनुरोध गर्न चाहन्छौँ। अब चाहिँ मलाई देख्नुभयो क्या र मुसु मुसु हाँस्दै त फेरि अहिले उतै हेर्नु हुँदैछ मेरो भाउजू। मैगो मङ्सिमा मङ्सामा पवित्र आत्मा लिङ्दै विश्व शान्ति तथा मानव एकता, विश्व शान्ति तथा मानव एकता। माघे संक्रान्ति सदैव शान्ति मकर सेवा 2082। माघे संक्रान्ति सदैव शान्ति मकर सेवा 2082। माघे संक्रान्ति सदैव शान्ति मकर सेवा 2082। सम्पूर्ण धर्मावलम्बीहरू, सम्पूर्ण धर्मावलम्बीहरू मेरो व्यक्तिगत तर्फबाट साथै माघे सङ्क्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा समारोहको तर्फबाट हार्दिक हार्दिक स्वागत साथै सेवारो टक्र्याउँदछु। रहेका छौँ माघे सङ्क्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा समारोहको अवसरमा रहेका छौँ र अब भने म कति पनि ढिला नगरिकन आसन ग्रहणको क्रमलाई जोड्दछु र आसन ग्रहणका निमित्त यस कार्यक्रमका सभाध्यक्ष आसन ग्रहणका निमित्त म माघे सङ्क्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा तथा मेला समारोहका अध्यक्ष श्री लोकबहादुर लिङ्गदेनज्यूलाई म सभाध्यक्ष आसन ग्रहणका निमित्त विनम्र अनुरोध गर्दछु। यस मञ्चमा आसीन सम्पूर्ण अतिथि वर्ग ज्यूहरूलाई म फुलमाला ब्याज वितरणका निमित्त म राधिका छेम्जोङ, लालकुमारी लाबुङ, श्रुति माबुहाङ, शान्ति माबुहाङ ज्यूलाई म अघि बढिदिनु हुन अनुरोध गर्दै डाक्टर सुकर चेम्जोङ ज्यूलाई पनि म आसन ग्रहणका निमित्त विनम्र अनुरोध गर्दछु। तेह्रथुम जिल्ला प्रतिनिधि हुनुहुन्छ डम्बर थेगुवा ज्यूलाई पनि म आसन ग्रहणका निमित्त विनम्र अनुरोध गर्दछु। त्यसै गरी हुनुहुन्छ किरात साम्यो नालुपुङा पाङजुम्बोका अध्यक्ष शङ्कर केरुङ ज्यूलाई पनि म आसन ग्रहणका निमित्त विनम्र अनुरोध गर्दछु। त्यसै गरी किरात साम्यो साप्थिङ्गेन मुजुदलुङ पाङजुम्बोका अध्यक्ष लेखनाथ छेम्जोङ ज्यूलाई पनि म आसन ग्रहणका निमित्त विनम्र अनुरोध गर्दछु। गृहिणी माघे सङ्क्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा तथा मेलाको अवसरमा रहेका छौँ र यति बेला आजका यस कार्यक्रमका प्रमुख अतिथि ज्यूको हस्तबाहुलीबाट यस मञ्चको अग्रभागमा रहेको महाबत्ती दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन हुनै लागेको म सम्पूर्ण महानुभाव ज्यूहरूलाई जानकारी गराउँदछु। सम्पूर्ण महानुभाव ज्यूहरू यति बेला आजका यस कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्छ
माङसिबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईज्यूको हस्तबाहुलीबाट यति बेला दीप प्रज्वलन कार्यक्रम भइरहेको म सम्पूर्ण श्रद्धालु भक्तजन महानुभावजीहरूलाई जानकारी गराउँदछु। म चाहिँ टन्नै भिडियो बनाउँछु भन्दै थिएँ, बनाइ पनि रहेको छु, तर कस्तो एक्लो एक्लो महसुस भयो मलाई चाहिँ। भाउजू अगाडि हुनुहुन्छ अनि म चाहिँ यसरी मस्त है यता बाहिरपट्टि आएर भिडियो बनाइरहेको छु। मलाई चाहिँ खासै बोल्न पनि आउँदैन। म मेरो भाउजू कहाँ हुनुहुन्छ देखाउँछु ल। भाउजू चाहिँ होइन ठ्याक्कै यहाँ माथि बसिरहनु भएको छ। मेरो भाउजू चाहिँ माथि मस्त बसिरहनु भएको छ। समारोह मुख्य सचिवको तर्फबाट अहिले उहाँको बोल्ने पालो चाहिँ एकछिनपछि क्या अहिले स्वागत मन्तव्य समय बितिसकेको भइरहेछ छ। नि त, त्यही भएर यहाँ चाहिँ यसरी मेला पनि लाग्दो रहेछ। म चाहिँ यो ठाउँमा पहिलोचोटि आएको चाहिँ एकदमै होइन हाम्रो किराँत धर्मावलम्बीहरूको लागि एकदम पवित्र भूमि रहेको छ। यहाँ आउनलाई पनि सायद जुर्नु पर्दो रहेछ। म चाहिँ जन्मेर यति ठुलो भइसकेँ र पनि यो चाहिँ मेरो पहिलोचोटि हो यहाँ आउने अवसर जुरेको, त्यसैले म आफैलाई भाग्यमानी मान्छु। अनि यहाँ चाहिँ मेला पनि लाग्दो रहेछ। अनि आउने बाटो चाहिँ एकदमै है अलिकति पहाडको बाटो हो नि त, अलिकति अप्ठ्यारो नै रहेको छ। मेरो अनुरोध छ अनि हाम्रो सरले अघि बताउनु हुँदै थियो यो जुन तपाईँहरूले रोड देख्न सक्नुहुन्छ नि, यो चाहिँ इलामको सदरमुकाम इलाम जाने बाटो वा इलाम बजार जाने रोड हो। दिन हुन म हार्दिक अनुरोध गर्दछु। तपाईँहरूले हेर्नुभयो भर्खरै महारानी नृत्य। अब चाहिँ म एक्लै है यो मेलाको परिसर के कस्तो रहेको छ म तपाईँहरू सामु देखाउन गइरहेको छु। अब यो चाहिँ कुन नदीको सङ्गमस्थल हो त्यो चाहिँ थाहा भएन। यहाँ एउटा छ, त्यहाँ एउटा, यो डाँडा पल्लोपट्टि अर्को, जो त्रिवेणी भनौँ न है, दोभान भन्दा नि त्रिवेणी चाहिँ यहाँ यस्तो रहेको छ। अब म भित्रभित्र चाहिँ एक्लै पसिनँ ल। साथीहरू अब चाहिँ म यता कता हो होइन जान्छु। भरे भाउजूलाई सोध्छु यो ठाउँ कहाँ हो भनेर। मलाई चाहिँ यो साइड जानु मन छ। यतै जाँदैछु ल। देउमाई नगरपालिका र माई नगरपालिकाको सङ्गम स्थल भूगोलको हिसाबले अत्यन्तै दुर्गम अनि यस मलाई अल्छी लाग्यो पवित्र भूमिमा हामीमा भएका छौँ। यहाँ जम्मा हुन पाउँदा मानवहरू सगर्वित हुनुपर्छ। कस्तो नेटवर्क पनि नदिएको क्या, नेटवर्क पनि दिँदैन रहेछ एनटिसीकोले पनि एनसिएलकोले नि। मलाई चाहिँ यसो होइन समाचार भने समाचारहरू हेर्ने मन थियो। यहाँ हेर्नु ठ्याक्कै अहिले यो मेलाको बिचमा आइपुगेँ, तर मलाई मेला जान मन छैन। म यो अगाडि जान्छु। कहाँ पुगिन्छ थाहा छैन के कस्तो छ। म तपाईँहरूलाई त्यहाँ पुगे पश्चात देखाउँछु है त। मेलाको दृश्यावलोकन गराउने छु।
अब म चाहिँ गले साथीहरू यो बालुवा हिँड्छु अनि त्यो एउटा कुनै ढुङ्गामा बस्छु अनि साथीहरू अब म चाहिँ यहाँ बस्दै गर्दाखेरि होइन एउटा कुरा भेटेँ क्या भाउजू र मैले चाहिँ लगभग 1 घन्टा जति कहाँ राख्यौँ मतलब भाउजूले राख्नुभएको खासमा चाहिँ अनि कहाँ राख्यौँ भनेर खोज्यौँ कि हामीले दमकमै पो छोडिराख्यौँ पनि भन्ने सोच्यौँ तर हेर्नु है त सामान चाहिँ यहाँभित्र रहेछ क्या अहिले यो बदाम लिने क्रममा मैले भेटेँ भाउजूले हेर्नु ल यहाँभित्र राख्नुभएको रहेछ होइन अनि सारा संसार खोज्छौँ क्या सारा संसार कहाँ राखेँ हरायो कि के भन्दै हेर्नुहोस् भाउजू तपाईँको बुन्छतको औँठी यहाँ रहेको छ भगवान् कसरी भुल्नु भएको कसरी हे भगवान् भाउजू कार्यक्रमबाट भए पनि तपाईँ यहाँ मलाई हेर्नु तपाईँलाई देखाउँदैछु हे भगवान् के भन्ने र भन्नु केही छैन अब म कार्यक्रम भइरहेको स्थानतर्फ जाँदैछु यो चाहिँ मेला रहेको छ म यहाँबाट यो बोतल होइन पानीको बोतल भन्नाले 1 लिटर पानी बोक्न चाहन्छु एकदमै तिर्खा लाग्यो यहाँ पाउँछ कि पाउँदैन म बुझ्छु है त दा यहाँ पानी पाउँछ यारिकारिक नगेन र सम्पूर्ण महानुभावजीहरू हामी मागी सेवाहरू धन्यवाद छ कार्यक्रम सञ्चालिका बहिनी साथीहरू बल्ल बल्ल मेरो हातमा फोन परेको छ के भिडियो गर्यो के ब्लग गर्यो मलाई केही पनि थाहा छैन अब एडिट गर्दा मात्रै थाहा हुनेवाला छ अनि सबै यसले गरे हो यसरी पकाउने हो तर कसरी हो थाहा छैन हैन अनि हामी चाहिँ यति बेला छौँ माई खोलाको किनारमा देउमाई खोलाको किनारमा छौँ यो ठाउँ चाहिँ यहाँहरूले देख्न सक्नुहुन्छ जुन यो पछाडिको स्टेज देखिरहनु भएको छ यो देउमाई नगरपालिका पर्छ त्यसै गरी यो पारीको देख्नुहुन्छ यो माई नगरपालिका पर्छ भने यो पारीको चाहिँ पर्छ माङसिबुङ गाउँपालिका यो चाहिँ इलाम जिल्लाको 3वटा स्थानीय तहको सङ्गमस्थल हो किनभने मैले अगाडि अब भिडियोहरू म त्यस्तै व्यस्त भएर चाहिँ मैले लिन पाइरहेको थिइनँ अब खासै जानकारी पनि गराउन पाइरहेको थिइनँ यो ठाउँ चाहिँ वर्तमान किराँत धर्मगुरु मुइगो मङसिमाङ लिङ्गदेन आत्मानन्द सिंह ज्यूले ज्ञान प्राप्त गर्नुभएको ठाउँ होइन त्यसै गरी अर्को भनेको चाहिँ महागुरु फाल्गुनन्द ज्यूले पनि ज्ञान प्राप्त गर्नुभएको ठाउँ रहेको छ यो चाहिँ खत्रकपा फुलुङ्गी जहाँ चाहिँ आज माघे सङ्क्रान्ति मेला पनि लागिरहेको छ यहाँ देख्न सक्नुहुन्छ भव्य रूपमा है यहाँभित्र बजारमा चाहिँ म चाहिँ गएको छुइनँ मलाई थाहा छैन के छ कसो छ तर निस्माले चाहिँ अघि सायद मेरो ब्लगमा पनि धेरै नै आइसकेको छ जस्तो लागिरहेछ के छ कसो छ मलाई थाहा छैन साथीहरू भरे एडिट गर्दा थाहा हुन्छ धेरै यो बजारको पनि भिडियोहरू आइसकेको होला यस्तै छ साथीहरू के कस्तो लाग्यो यहाँहरूलाई एकदमै राम्रो लागेको छ मैले आशा लिएको छु अनि फेरि पनि भन्न चाहन्छु सरिता राई युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज 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 डु सब्सक्राइब सरिता राई युट्युब च्यानल भन्न चाहन्छु र म अहिले भिडियो कतिको लामो भयो थाहा छैन अब एकैछिनमा इन्ट गर्छु र अहिले गर्दिनँ थोरै भिडियो त लिनु पर्यो नि मैले पनि लिनु पर्यो यसले मात्रै लिएर हुन्छ हुँदैन नि मैले त बोल्न नि जानेको छुइनँ जस्तो लागेको छ बोलिन लटपटिन्छ थियो अनि यसो भयो क्या अघि चाहिँ के भयो यो ठाउँ देउमाई हो कि यो ठाउँमा यो अब चिन्यौ अब चिने माई कता अरे माई यता देउमाई यता माङसिबुङ हो अब चाहिँ चिनिसके त्यति होइन अनि नगरपालिका कि अब गाउँपालिका कन्फ्युज भए अहिले भिडियो हेरिसक्नु भएको छ तपाईँहरूलाई पक्कै पनि थाहा छ कि देउमाई र माई चाहिँ नगरपालिका हो माङसिबुङ चाहिँ गाउँपालिका हो साथीहरू अब हामी केही समय फोटो लिन्छौँ अनि भिडियो लिन्छौँ के हुन्छ कसो हुन्छ हाम्रो फर्किने बेला पनि हुँदैछ यहाँनिर अब गाडी चाहिँ अरू मान्छेहरू पुर्याउन जानु भएको छ माङसिबुङ अनि त्यस पछाडि हामीलाई लिन आउनुहुन्छ अनि हामी फर्किन्छौँ साथीहरू ल अहिले यति अब एकैछिनमा हामी भेट्छौँ हस् हामी चाहिँ अब कार्यक्रम सकिसकेको छ अनि मेला भर्न आएका छौँ मेरो भाउजू चाहिँ अगाडि यता फर्किँदै हिँड्नु हुँदैछ
भाउजू तपाईँलाई कस्तो लागिरहेछ अहिले चाहिँ मलाई भन्नुहोस् किन म त अघि यहाँ आएकै थिइनँ नि त म त उता व्यस्त भइरहेको थिएँ यसले के गरेको छ मलाई थाहा छैन साथीहरू अनि अब घर जाने बेलामा हाम्रो गाडी आउनै बाँकी छ नि त लु हिँड्नुहोस् एकछिन चाहिँ मेला पनि घुमाउँ भनेर हाम्रो लड्नु होला ए हेर्नु न एकदम रमाइलो लाग्यो क्या मलाई चाहिँ यताको फुत्लुङ्गी होइन फुलुङ्गी आम्मामा रमाइलो खालको मेला लाग्दो रहेछ नि त मलाई त थाहा नै थिएन तर मैले हाम्रो गाउँघरको मान्छे कोही देख्दै छैन कोही देख्नु भएको छैन लड्नु होला है अन्त सबैजना रमाइलो नि यो एउटा रो होइन अर्को रो तल्लो साइड होला सायद हेलो गुड मर्निङ साथीहरू आज नेक्स्ट डे मैले हिजो भिडियो इन्ट गर्नै पाइनँ अनि घर पुगेर इन्ट गरौँला भने तलदेखि होइन घर आइपुग्दा राति पर्यो त्यही भएर मैले इन्ट गर्न पाइनँ ठ्याक्कै म इन्ट गर्न मात्रै आइरहेको छु यहाँहरूले माघे सङ्क्रान्ति मेला विशेष ब्लग हेरेर मजा लिनुभएको छ मैले आशा लिएको छु सरिता राई युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने त्यो पनि गर्नुहोला हामी नयाँ दिन नयाँ ब्लगमा अवश्य पनि भेट्नेछौँ सबैको दिन शुभ रहोस् बाई बाई